ल अब के गर्नु छ यहाँ त कुनै इरेगुलर सब्स्टान्स यहाँ आएर यो ढुङ्गा छ यसको भोल्युम हामीलाई मेजर गर्नु छ। यो मेजर गर्नेको लागि यो मेजरिङ सिलिन्डर छ यो 50 सीसी को छ हैन। अब हेर अहिले कति छ यसको भोल्युम 70 छ हैन 70 छ। अब यसलाई यसमा डिप गराए अब हेर भोल्युम कति बढ्यो हेर त यहाँ हेर न यहाँ यता आएर कहाँ गयो हेर न यहाँ कति छ 70.4 70.4 भयो। 70.4 बाट 70 घटाइदियो 0.4 सीसी के भयो त यसको भोल्युम भयो। कसको भोल्युम भयो यो इरेगुलर सब्स्टान्स यो जुन स्टोन छ त्यसको भयो किनकि यसको लम्बाई चौडाई मोटाई नापेर हामी मेजर गर्न सक्दैनौँ किनकि यसको सेप के छ इरेगुलर छ। त्यसैले यसलाई यो मेजरिङ सिलिन्डरको थ्रु यसको भोल्युम मेजरमेन्ट भयो। यसको भोल्युम भयो 0.4 सीसी हैन। ल